यहाँको केही राजनीतिक दलहरू अहिले देशका प्रधानमन्त्रीज्यूलाई चितवनको विकासको लागि योजना माग्न जानुभयो कि योजना माग्न जाँदाखेरि भरतपुर के रहेछन् त भनेर मैले हेर्दाखेरि नयाँ केही पनि पाइनँ मैले। भनेपछि नयाँ केही पनि नहुने भनेको त लगभग हामीले गर्नुपर्ने मुख्य विकासका पूर्वाधारका योजनाहरू भरतपुरलाई एउटा व्यवस्थित सहर बनाउनका लागि गर्नुपर्ने काम यो 8 वर्षको दौरानमा सबै भइसकेछन् त नि भन्ने मैले महसुस गरेँ कि उहाँहरूले भरतपुरको बारेमा के गर्नुभयो के नारायणी तटबन्धनको कुरा गर्नुभयो। नारायणी तटबन्धन त लगभग अब सम्पन्न हुने चरणमा छ। उहाँले अर्को भरतपुर एयरपोर्ट विस्तारको कुरा गर्नुभयो। भरतपुर एयरपोर्टको विस्तार पनि क्याबिनेटबाट निर्णय भएर राष्ट्रिय गौरवमा परेर अहिले एयरपोर्ट विस्तारको लागि पनि बजेट विनियोजन भएको छ। यतातिर घोडा प्रजननको लागि पनि बजेट विनियोजन भएको छ। आइएको लागि टाइम लागेको भएर त्यसलाई चाहिँ विस्तारको योजना टेन्डर गर्न समय लागेको हो, नभए त्यो काम पनि अगाडि बढिसकेको छ। टर्मिनल भवन एउटा एकदम अत्याधुनिक टर्मिनल भवन पनि बन्दैछ। अब भनेपछि त्यसको लागि पनि अब दिनु पर्यो भन्न पर्ने अवस्था छैन कि किनकि मन्त्री परिषदबाट राष्ट्रिय गौरव भनेर गरेको कुरालाई राज्य सरकार परिवर्तन भए पनि त्यो चिजलाई गौरवको आयोजनालाई छुटाउन पाइँदैन। त्यसको लागि फेरि नीतिगत निर्णय यो त्यो गर्न पर्ने छैन। भरतपुर विमानस्थल पनि भइसकेको छ। अब अर्को एउटा महानगरपालिकाको रिङ रोड भनेर देखेँ। महानगरपालिकाको रिङ रोड पनि हामीले त्यसको गृह योजना बनाइसक्यौँ। गृह योजना बनाएर एक तहको रिङ रोड सबै पिच भएको छ। अहिले हामीले केही बजेट छ त्यो रिङ रोडको लागि भनेर आएको बजेट सङ्घीय बजेट हामीले त्यो कहाँनिरको दिने भन्दाखेरि ग्राभेल कहीँ पनि देखेनौँ के। महानगरपालिकाको रिङ रोडको जे अवधारणा छ त्यसको डिपिआर भइसकेको छ। त्यो अन्तर्गत कच्ची बाटो कहीँ पनि नभएपछि त्यो बजेटै फ्रिज हुने अवस्थामा छ। हुन त व्यवस्थित रिङ रोड एकदमै आधुनिक ढङ्गले बनाउन त गाह्रो छ किनकि अब यो आइईका कुराहरू यी कुराहरू जङ्गलै घेरेको छ, नदीले घेरेको छ, निकुञ्ज क्षेत्र छ। यी सबै गर्नलाई त अब एकदम व्यवस्थित गर्नलाई बजेटको कुरा पनि छ। अहिले नै हाम्रो भरतपुर महानगरपालिकाको रिङ रोड बनाउन 10औं अरब बजेट विनियोजन गर्न सक्ने अवस्था छैन। तर अवधारणाको कुरा, यसको डिपिआर बनाउने कुरा र सङ्घीय सडक भइसकेको छ। नेसनल हाइवे भन्छ नि, नेसनल हाइवेमा यो परिणत भइसकेको छ। केन्द्रीय सडकमा भइसकेको छ भरतपुर महानगरपालिकाको रिङ रोड। देशको सबभन्दा ठुलो रिङ रोड होइन, देशको राजधानी काठमाडौँ भन्दा पनि ठुलो रिङ रोड हाम्रो भरतपुर महानगरपालिकाको यति काम पनि सम्पन्न भइसकेको छ। यसको लागि पनि भन्नु भने त्योभन्दा छुट्टै नयाँ केही छ कि भन्दाखेरि मैले पाइनँ। भन्न खोजेको यस्तो अवस्था छ यो छोटो समयमा। यसमा फेरि महानगरपालिकाको मेयरको मात्रै अथवा अनि महानगरपालिकाको मात्रै भूमिका योगदानले यो हो भन्ने त्यो पनि होइन। फेरि यहाँहरू सबैको पनि जो अहिले यहाँ पनि देखिएको छ यस्तै अन्यत्र पनि हुने गर्छ कि सबै ठाउँमा सकारात्मक एकदम सल्लाह सुझाव भूमिका सहयोगको कारणले गर्दाखेरि यी चिजहरू भरतपुरमा सम्भव भएका छन्। धेरै चिजहरू भएका छन्। सकेसम्म हामीले सबैका आवश्यकतालाई पुरा गर्दै अगाडि बढेका छौँ। जनपक्षीय ढङ्गले जनतालाई अब मतलब कि सर्वोपरि ठानेर जुन ढङ्गले अगाडि बढिएको छ जे भएको छ अब एउटा राम्रो सकारात्मक कोसिस भएको छ। तर यी चिजहरूलाई पनि कतिपय यताउता तोडमोड गर्ने चिजहरू पनि छन् समाजमा, यता कता कहीँ कतै छन्। त्यस्ता पनि चाहिन्छ। फेरि खबरदारी पनि चाहियो नि त। जानी एकदमै अब राम्रो चिजलाई पनि नराम्रो भनेर भन्छन्। एक दुई कोही त्यस्ता खालका अब व्यक्तिहरूले पनि हामीलाई खबरदारी गरेका हुन् भनेर हामी कतै बिग्रिन्छौँ कि दायाँ बायाँ हुन्छ कि मक्ख परेर सबै भयो भने ढुक्क भएर बस्छौँ कि भन्ने ढङ्गले सचेत र खबरदारी गर्नुभएको भनेर मैले त सकारात्मकै लिने गरेको छु।